जय मसी यहाँहरू सबैलाई कस्तो हुनुहुन्छ? सबैजना ठिकै हुनुहुन्छ होला? अनि प्रभुलाई धन्यवाद विशेष गरिकन आजको दिन पनि हामीले आज उहाँको अनुग्रहद्वारा पाउन सक्यौँ। भजन सङ्ग्रह 118 को 24 पदले भनेअनुसार उहाँले आजको दिन हामीलाई दिनुभएको छ। अनि विशेष गरिकन यो बिहानी घडी तपाईँहरूको माझमा एक दुईवटा वचनको खण्डलाई पढ्न गइराखेको छु। अनि त्यो चाहिँ छ एकदमै आशिषित वचनको खण्ड लाग्यो मलाई। अनि आज विशेष गरिकन हामी यो नयाँ वर्षको सुरुमा छौँ। अनि यो नयाँ वर्षभित्र हामी हिँड्दै गर्दा यो वचनहरू भन्न मलाई मन लाग्यो। 2025 तपाईँ र मेरो जस्तो तस्तो भएर बित्यो होइन। कतिको दुःखैमा बित्यो होला। कतिको अब कतिवटा कुराहरू प्लान गर्दा गर्दै त्यो प्लानहरू सक्सेस नभइकन यानि कि सफल नभइकन बित्यो होला। तर केही छैन। प्रभुको वचन यशाया 43 को 18 र 19 पदमा यसो भन्छ, बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर। हेर म एउटा नयाँ कुरो गर्दैछु, त्यो अब हुन आउनेछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। अनि अघि मैले भने तपाईँहरूलाई 2025 हाम्रो लागि त्यति लाभदायकको वर्ष भएन होला होइन। कतिवटा कुराहरू हामीले पुरा गर्न सकेनौँ होला। तर प्रभुको वचनले यहाँ भन्दै हुनुहुन्छ, ती सबै कुराहरूलाई भुलिदेऊ। अब जे भयो भयो, विगतलाई अब नहेर, किनकि अब म तिमीहरूको जीवनमा नयाँ आशिषलाई लिएर आउँदैछु। 2026 तिमीहरूको लागि एकदमै आशिषित वर्ष हुनेछ भनिकन प्रभुको वचनले हामीलाई भन्दै हुनुहुन्छ। किनकि एकजना व्यक्तिले भन्नुहुन्थ्यो, विगतलाई सम्झेर वर्तमानलाई बिगार्ने काम नगरे। अब हामी नयाँ वर्षमा प्रवेश गरिसकेका छौँ। अहिलेदेखिलाई अब फेरि हिजोकै त्यो 25मै गरेका कुराहरूलाई, 25मै असफल भएका कुराहरूलाई सम्झेर यही यस्तो भयो उस्तो भयो भनिराख्नु भन्दा अब जे होस् त्यो सबै कुरालाई भुलेर प्रभुको वचनअनुसार तपाईँ र म यो नयाँ वर्षमा अगाडि बढ्नुपर्छ। नयाँ नयाँ सोचहरू बनाएर हामी अगाडि बढ्नुपर्छ। उहाँले भन्दै हुनुहुन्छ, म एउटा नयाँ कुरो गर्दैछु। आज तपाईँ र मेरो जीवनमा उहाँले नयाँ नयाँ कुराहरू गर्न जाँदै हुनुहुन्छ, खोज्दै हुनुहुन्छ। यति नै हो। तपाईँ र मैले अब हाम्रो हृदय उहाँपट्टि फर्काउनुपर्छ। जब हामी यसो गर्छौँ भने हाम्रो जीवनमा आशिष आउनेछ, त्यो अब हुन आउनेछ है। अब त्यो तपाईँ र मेरो जीवनमा यो नयाँ वर्षमा हुन आउनेछ। के तिमीहरू त्यो देख्दैनौ? उहाँले त भन्दै हुनुहुन्छ, मैले ल्याइसकेको छु, मैले तिमीहरूको जीवनमा आशिष ल्याइसकेको छु। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिन खोलाहरू बगाउनेछु। हिजो हामी एउटा मरुभूमि जस्तो भएर हाम्रो जीवन भएर जाँदै थियो होला होइन। केही उन्नति प्रगति नभएर, कति दुःख कष्ट गर्दा पनि आशिषको कुराहरू नदेखेर हामी एकदमै उराट लाग्दो र मरुभूमिमा भएर हामी जाँदै थियौँ होला। तर प्रभुले भन्दै हुनुहुन्छ, अब त्यो मरुभूमि तिनीहरूको हृदयमा, तिनीहरूको जीवनमा म आशिषलाई ल्याउँदैछु, अब आशिषहरू बगाउँदैछु भनिकन प्रभुले भन्दै हुनुहुन्छ है। त्यसै गरी म तपाईँलाई अर्को खण्ड पनि पढेर सुनाउँछु। यहाँ अर्को खण्ड हितोपदेश 3 को 5 र 6 पदमा यसो भनेको छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख। हिजो तपाईँ र मैले हामी आफैमा भरोसा राखेर कतिवटा कुराहरू गऱ्यौँ होला होइन, गर्न खोज्यौँ होला। तर प्रभुले भन्दै हुनुहुन्छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख।
र तेरो आफ्नै समाज शक्तिमा भर नपर, होइन? आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सफल तुल्याइदिनु हुनेछ। हेर्नुहोस् त कति मिठो वचन छ, होइन? अब हामी 2026मा चाहिँ यो 26 को सुरुदेखि चाहिँ हाम्रो सारा हृदयले हाम्रो परमेश्वरलाई भरोसा राखौँ, होइन? हामीले आफैमा भर नपरौँ, होइन? अनि हाम्रो हरेक गरिने हाम्रो कुराहरूको मार्गदर्शन प्रभुलाई बनाऊँ। उहाँले भन्दै हुनुहुन्छ, तिमीहरूको समाजले नभ्याउने गरी म तिमीहरूको मार्गलाई सोझो तुल्याइदिनेछु, यानि कि सफल बनाइदिनेछु भनिकन प्रभुले भन्दै हुनुहुन्छ। धेरैचोटि हामी आफ्नै बल बुद्धि, हामी आफ्नै विवेकमा हामी कतिचोटि निर्णयहरू गर्छौँ र असफल हुन पुग्छौँ। तर वचनले भनेअनुसार जब हामी हाम्रो सबै योजनाहरूमा प्रभुलाई राख्छौँ, हाम्रो सबै योजनाहरू प्रभुलाई बताउँछौँ र अगाडि बढ्छौँ भने उहाँले हाम्रो त्यो सबै योजनाहरूलाई उहाँले सफल तुल्याइदिनु हुने रहेछ। त्यसै गरिकन हितोपदेशकै पुस्तक 16 को 3मा पनि यसो भनेको छ, तैँले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे र तेरा योजनाहरू सफल हुनेछन्। हेर्नुहोस् त, यहाँ पनि कति इन्करेजको वचन छ। हामीले गर्ने जुनसुकै सानो होस् ठुलो होस्, जसुकै होस्, जेसुकै कुराहरू होस्, हामीले सबै प्रभुलाई सुम्पिनुपर्ने रहेछ, अथवा प्रभुलाई हामीले भन्नुपर्ने रहेछ, प्रभु म यो गर्न लाग्दैछु, मलाई यो गर्ने विचार छ भनेर जब हामी प्रभुलाई त्यो कुराहरू बताउँछौँ भने चाहिँ त्यो सबै हाम्रो योजनाहरूलाई चाहिँ उहाँले सफल तुल्याइदिनु हुने रहेछ। यसकारण प्रिय दाजुभाइ दिदीबहिनीहरू, म अन्तिम खण्ड पढ्नेछु। पहिलो कोरिन्थी 15:58मा यसो भनेको छ, यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रह, प्रभुको काममा सधैँ बढ्दै जाऊ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थै हुँदैन। जब हामी यसरी प्रभुमा आशा भरोसा राखेर जब हामी कुनै पनि कामहरू कुराहरू गर्छौँ भने प्रभुमा भएर गरेको कुराहरू कहिले पनि व्यर्थैमा जाँदैन। उहाँले भन्नुहुन्छ त्यसले आशिष लिएर आउनेछ, त्यसमा हामी सफल हुनेछौँ, होइन? तर यति नै हो, हामीले गर्ने ती सबै कुरामा हामीले प्रभुलाई राख्नुपर्छ, प्रभुलाई दिनुपर्छ, प्रभुलाई हाम्रो जीवनको शरणस्थल र किल्ला हामीले बनाउनुपर्छ, किनभने उहाँ गोठालो हुनुहुन्छ। तपाईँ मेरो गोठालो हुनुहुन्छ, तपाईँ मेरो वास्ता र फिक्री गर्ने हुने प्रभु हुनुहुन्छ। त्यसकारण उहाँले भन्नुभएको छ यिर्मया 33को 3 पदमा, होइन? मलाई पुकार र म तँलाई गहिरो र गुप्तको कुराहरू बताउनेछु, होइन? ती कुरा चाहिँ हामीलाई आशा अनि भविष्य दिनको लागि उहाँले भन्दै हुनुहुन्छ, है? प्रभुलाई महिमा होस्। आजको यो वचनको खण्ड पढाइमा प्रभुले आशिष दिउन् र यहाँहरूलाई पनि प्रभुले आशिष दिउन्। जय मसीह।